हेलो गाइज, आज चाहिँ म दिउँसो सुतेर उठेको थिएँ। सुतेर उठ्ने बित्तिकै मलाई भोक लाग्यो अनि अस्तिदेखि चाहिँ मैले करेन्ट अन्डा खाने भनेर सोचिरहेको थिएँ। ठ्याक्कै आज मेल मिल्यो र मैले खाने निर्णय गरेँ। त्यसपछि मैले ल्याएँ करेन्ट र अन्डा र साथमा मैले मासु पनि ल्याएको थिएँ। मासु पनि हालेर खान्छु भनेर भोक यस्तो लागिरहेको थियो। मैले त ढिलो नगरी मासुलाई मजाले रातो गरी भुटेर करेन्टलाई पनि भगभगी उमालेर साइडमा अन्डा पनि पकाएँ। त्यसपछि यो करेन्टको पानी फालौ भनेर मैले चाहिँ करेन्टको पानी चाहिँ मजाले फालेँ र माथिबाट मैले मासु पनि एड गरेँ र त्यसपछि करेन्टको सबै मरमसलाहरू त्यसको माथि हालेर मिक्स गरेँ अनि हेर्दै खाउँखालाउँदै यस्तो दामी रेडी भयो र मैले प्लेटिङ पनि गरेँ। यति मेहनत गरी बनाएको छु, अब ढिलो नगरी खानुपर्छ भनेर फर्स्ट बाइट हानेको त ओ माई गॉड यस्तो मिठो के, यति मिठो थियो। त्यसपछि चाहिँ मैले गम खाएँ र खाँदा खाँदा लास्ट बाइट खाएको पनि थाहै भएन। एकचोटि तपाईँहरू पनि यस्तै बनाएर ट्राई गर्नुहोस्, एकदमै मिठो हुन्छ। र भिडियो मन परेमा लाइक गरिदिनु होला। आजलाई यति नै, हस् त, धन्यवाद।